नानाहरू अब चाहिँ खाना खाएर भयो। अब चाहिँ गएको माम खाएर कस्तो भयो रे नाना? माम खाएर कस्तो भयो रे? कस्तो भयो? कस्तो कस्तो त्यो चाहिँ कबाट खाएर चिया खाओ कि? नहीं खाऊंगी अभी तो। तेरा कस्तो भयो रे? सेट का डेन्जर बनाइरहेछ। म जस्तो यसरी सेफ्टी अघि खिलाइहाले यसरी हो। सिलगढीमा अब आफै सेफ्टी कुमारी दिदी कस्तो लाग्यो? हैन नाना प्लेट चाहिँ कहाँ खाए रे? अघि के तिमीले चिया लगेर उठ्थ्यो नि, प्लेटले उड्नु मान्दैन। नगर नि सिलगढी आउनु त्यस्तो बदमास के भएको? नानाले चाहिँ मेरो चाहिँ बेइज्जत गर्दैछ बेइज्जत। हाम्रो नानाले चाहिँ बेइज्जत गर्दैछ मेरो। आउनुपर्छ है नाच चाहिँ भोक लाग्यो जसमा जे होस् भोलि आउनुपर्छ नि हैन? म हाम्रो मित्र अलका रुमचुर गरिदिनु पर्यो हैन? प्लेट चाहिँ तुरुन्तै लिएर आउने। प्लेट चाहिँ तुरुन्तै लिएर आउने। यहाँ सम्झनु त प्लेट तुरुन्तै लिएर आउनु भनेर। मैले खाइन उसले लगेको होइन। अब भोक लागिरहेको थियो नि त उसले खाइदियो प्लेट। नाना बेइज्जत हुँदैछ मेरो। यहाँ आन्टीको प्लेट हो कि मार्छ हामीलाई। चिया चाहिँ लगेर गएको 4टा कप। बेइज्जत यो नानाहरू जस बनाउँदैछ मेरो। हाम्रो हामी चाहिँ सिक्नु गएको अब म त गेम खेल्ने हो। यतिको बिजोक चाहिँ हुनु पर्ने हुन्छ। माम कम्ती खाएर हो खासमा चाहिँ। 2 चम्ची मात्र खाएर 2 चम्ची मात्र खाएर हिँड्नु साह्रो परेको। म त हरालै भागेर जान्छु भिडियो बनाउँदै। यहाँ बन्द गर्दै हेर्नु नाना पचाएको अरे। यहाँ कस्तो भयो अरे पाखेर? आउँदाखेरि त दुई जस्तो देख्थ्यो होइन। अनि यो प्लेट चाहिँ नपुराउने हो। प्लेटै हराएछ भन्नु पानी त है उयो रक्सी कसले खाने हो? अब खानु अब त्यसले खाना पचाउँछ है। यो माउन्टेन डिउ चाहिँ म खाइदिन्छु। ल यो हामी